माग भनेको सहकारीको पैसा फिर्ता गर र धरानमा 10,000 भन्दा धेरैको चाहिँ विभिन्न बहाना बनाएर सरकारले चाहिँ 15-20 वर्षदेखि घर जग्गाहरू रोक्का गरेका छन्। त्यहाँका गरिब सिधा सादा जनताहरू रुइरहेका छन्, कराइरहेका छन्, चिच्चाइरहेका छन्, तर सरकारले सुनेका छैनन्। र सहकारी पीडित मात्रै धरानमा 30,000 भन्दा धेरै छन् र 2500 भन्दा धेरै सहकारीले ठगहरूले लुटेर खाएका छन् र सम्बन्धित निकायहरूले काम गर्न मानेका छैनन्। कुनै पनि राजनीति दलले बोल्न मानेका छैनन् र आवाज उठाउन मानेका छैनन्। सहकारी ठगहरूले सहकारी पीडितहरूमाथि भ्रम पैदा गर्ने काम गरेका छन्, डर देखाउने काम गरिरहेका छन्। तिमीहरू त 100 शेयर सदस्यमा परेनौ, किन पैसा राख्यौ? तिमीहरूलाई चाहिँ उल्टो पक्रेर लगेर कारबाही गर्छ भनेर उल्टो डर देखाउने कामहरू पनि गरिरहेका छन् भने कति सहकारी ठगहरूले चाहिँ पार्टीका मान्छेहरूलाई प्रयोग गरेर अब तिमीहरूको पैसा फिर्ता हुँदैन भनेर भ्रम छर्ने काम गरिरहेका छन् र कतिले चाहिँ के भनिरहेका छन् भन्दाखेरि अब यिनीहरूले पैसा खाएर सके, अब कहाँबाट पैसा ल्याएर चाहिँ यिनीहरूले पैसा फिर्ता गर्छ। दुःख नगर नबोल भनेर पार्टीका मान्छेहरूलाई प्रयोग गरिरहेका छन् सहकारी ठगहरूले र यी देश चलाउने पार्टीका शीर्ष नेताहरूले प्रहरी प्रशासनलाई कारबाही गर्न दिएको छैन, अदालतलाई कारबाही गर्न दिएको छैनन्। यिनीहरूले छल कपट र षड्यन्त्र गरेर सहकारी ठगहरूलाई बचाउने काम गरिरहेका छन् भने अब जनताहरू जाग्नुपर्ने बेला आएका छन् र मैले के भन्दैछु भने जनताहरूलाई अब हामी पार्टीदेखि डराउने होइन, यी ठुला नेताहरूदेखि डराउने होइन, अब हामी जनतादेखि चाहिँ यी पार्टीहरू डराउनु पर्छ, यी नेताहरू शासकहरू डराउनु पर्छ, किनभने हामीले जिताएर पठाएका हुन्। तर यहाँ चाहिँ के भइरहेको छ भने हामी जनताहरू चाहिँ उल्टो डराएर बसेको कारणले गर्दा नियम कानुन बनाई हामी जनताहरूलाई सिधा साधा जनताहरूलाई ढाँटेर लुटेर खाने काम गरिरहेका छन्। अब होसियार हुनु होला यी शासकहरू, अब जनतामा यति पावर छ, यति शक्ति छ, तिमीहरूलाई भोलि हामी सडकमा तानेर पनि निकाल्न सक्छौं। हामी कुनै पनि पार्टीको दास र नोकर होइनौ, हामी कुनै पनि नेताको दास र नोकर होइनौ। तपाईहरू ढुक्क भएर बस्दा हुन्छ कि यिनीहरू मासु र भातमा भोट दिने हुन्। सधैँभरि हामीले जे भन्न त्यही सत्य मान्छन् भनेर नसोच्नु होला र सहकारीको पैसा फिर्ता गर्ने कानुनै बनेको छैन भन्दै स्थानीय सरकारको अधिकारलाई चाहिँ केन्द्रीकृत गर्न खोजिरहेका छन्, सिंहदरबारमा लान खोजिरहेका छन्। एकद्वार प्रणाली गर्ने भन्दै सहकारी पीडितहरूलाई नै प्रयोग गरेर स्थानीय सरकारको अधिकार केन्द्रमा लान खोजिरहेको षड्यन्त्र गरिरहेका छन्। होसियार रहनु होला, यी सहकारी पीडितहरूले केही बुझ्दैनन्। सहकारी पीडितहरू भनेको हामी नेताले जे भन्नु त्यही